हेलो एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरूलाई म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्दै अनि हामी चाहिँ पिक गएको थियौँ। त्यही बिहानै हामी चाहिँ 4-5 बजीतिर गएको थियौँ माथि डाँडा पिके माथि टपमा चाहिँ। बिहानै तल बेस क्याम्पदेखि चाहिँ हामीले 1 घन्टा जति हिँड्नु पर्ने रहेछ। हामीलाई बाटो नै थाहा थिएन राम्रोसँग, अनि बाटो नै खोज्दा अलिक हामीलाई चाहिँ ढिलो भएको थियो, बाटो नै नदेख्ने क्या त्यही। सो हामी चाहिँ 5 बजे बेस क्याम्प छोडेर अब माथि पिके डाँडातिर हिँडिसक्यो। धेरै नै जाडो छ। माथि पुगेपछि झन् हिमालको हावाले झ्याप्पै भेट्दो रहेछ कि झ्याम्मै। हेलो गाइज, हामी चाहिँ एउटा ट्र्याक र एउटा भेस्टको नतिजामा आएको कारण हो यो सब। त्यति फर्स्टचोटि भएर दामी भइरहेछ, तर अनुभव चाहिँ दामी भइरहेछ। यही हो, चिसो हावाले हानिरह। बोजू मेरो फ्रान्स हजुरआमा तल आउँदैछ। माथि उठ्यो भने हावाले दिलित्तै पारिहाल्छ ढुङ्गाको उसमा। हामी चाहिँ सुतेको, अब सुतेर हेरेर बस्नु परिरहेछ। यहाँ आइस जमिरहेको हेर्न सक्नुहुन्छ, आइसमा सुतिरहेछ। हामी सधैँ सुत्यो भने अब के हेर्नुपर्ने हो। ट्रेकको लागि तयारी नै नगरिकन गएको हुनाले हाम्रो बिजोग चाहिँ यस्तो भएको थियो कि चिसोले। हेर्नु न, ढुङ्गाको पछाडि लुकेर बस्नु परेको थियो कि उठ्यो कि हावाले उडाइहाल्ने जस्तो हावा आइरहेको थियो। त्यहाँ चाहिँ बिहानै 4-5 बजीको हावाले। हामी चाहिँ एउटा ट्र्याकमा आएको छ, एउटा ट्र्याकमा हामी चाहिँ यहाँ जाडोले मर्न आँटिसक्यो। तपाईँहरू पनि पिक ट्रेक जाँदै हुनुहुन्छ भने हामीले जस्तो गल्ती चाहिँ नगर्नु होला। ट्रेकको लागि चाहिने सबै लुगाहरू चाहिँ तपाईँहरूले साथमा बोकेर जानु होला। हामीले चाहिँ साथमा नलगेको हुनाले हामीले चाहिँ धेरै नै जाडो खप्नु परेको थियो। साला भने एउटा भेस्टमा आएको छ, अब कति दिन सुत्नु पर्ने हो। हो त्यहाँबाट त यही हो कि क्या? हजुर चाहिँ हेर्नु यस्तो छ। अब मेलाको चौकमा लाउनु परेछ, त्यही पनि केलेमीको। ल जाडो यति छ कि माथि हावाले चाहिँ गाइस हिमाल देख्न सक्नुहुन्छ। हिमाल गौरी शङ्कर हामी चाहिँ पिको टपमा हो। हेर्न सक्नुहुन्छ यो सरोज
Yes. उता फर्क त उता गाइज चालू हेर्न रक्स दुनिया सक्स हामी चाहिँ इन्डियाबाटै गाइज सिगान पनि आइस बिजोक के गर्नु धेर धनी भएपछि केल्मीको नि टाउकोमा लाउनु पर्छ कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम बहुत दर्द हो रहा है ठीक छ हाम्रो सिंगान नि आइस भएर झरिसक्यो माथि पिके डाँडा माथि डाँडा पिके पिकमा है गाइज यता चाहिँ लास्टै आवाज चलिरहेको छ हिमालहरू अब चाहिँ हामी फर्केको फोटोसोटो खिचेर अब हामी सट्टा पिके डाँडाबाट फर्किसकेको अनि यहाँ चाहिँ हावा चल्दैन अलिक अनि यहाँ चाहिँ घामले गर्दा अलिक तातो भइरहेछ अनि यहाँ बस्छ एकछिन सो धेरै नै चिसो र फेरि खतरा अनि एकदम बाल लास्टै खतरा लाग्ने अब म फर्किने बिनाहरू अगाडि गइसकेँ म चाहिँ पछाडि ल बाई बाई आइपुग्यो बेस क्याम्प फेरि माथि पिके डाँडाबाट टाढो चाहिँ भन्नै नपर्ने के गर्नु माथि जाँदा चाहिँ ब्ल्याङ्केट बोकेर जाँदा हुन्छ हामी चाहिँ एउटा सर्ट अनि यसमा गएको ज्याकेटमा हात खुट्टा जमेर आइस नै भइसकेको थियो झरिसक्यो तल बेस क्याम्प यहीँदेखि देखिसकेको छ बेस क्याम्प यहीँ तल बेस क्याम्प I got so